हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ मेरो लन्च यही हो। मैले चाहिँ आज नुडल्स नै खाँदैछु है, आलु चप, हिजोको आलु चप। अनि यो चाहिँ फ्राई नुडल बनाएको त यस्तो भयो, हेर्नुहोस् न सबै। तर म चाहिँ त्यस्तो केही हालेर खाँदिनँ कि, सादा स्पाइसी पनि त्यति मन पर्दैन, पिरोहरू है, बच्चा जस्तो टाइपको नै छु। अब पिरोहरू धेरै खाँदिनँ नि त, त्यही भएर मलाई बरु सादा हल्का मसला, त्यस नुडलकै मसला अनि नुडल सादा नै बनाएर उमालेर मात्रै खान्छु। त्यस्तै मिठो लाग्छ है, त्यो के हालेर त्यति खाँदिनँ। अनि यो चाहिँ मैले खाँदैछु ल साथीहरू, खाए ल पनि नभनिकन खाँदै हो यसरी। यसरी नुडल खाँदैछु, बिस्तारै खान्छु म त, हेर्नुहोस् न। अघि बनाएको है, हेर्नु न, उयो गर्नु पर्यो भन्दै सेलेर त पुरा छैन, चिसो पो भइसकेको रहेछ। तर हल्का चाहिँ तातै छ। यसरी हेर्नु त, गम खान्छु त म त। त्यो नुडल भनेपछि चाहिँ जस मेरो फेभरेटमै पर्छ यो फुड पनि। अनि यो चाहिँ चिकन पकौडा हो होइन, यो पनि हिजोकै हो है। तर यसरी तताएर खानु पर्दाखेरि मिठै हुन्छ। हिजोको भए पनि केही छैन है, हिजो आज खाँदाखेरि दामी भयो भन्दैछु आफै। यो चाहिँ मैले भोइस गर्दैछु होइन। अनि खाने बेलामा त अब बोल्नु भएन, गम खानुतिर ध्यान हुन्छ नि त अब यसरी। अनि त्यही भएर यो चाहिँ मैले भोइस कभर गर्दैछु अहिले। यस्तो छ मेरो चाहिँ, हेर्नुहोस्। बिहान भन्नाले पनि अहिले कति बजिसक्यो, 1 बज्यो। 1 बजी खाँदैछु यसरी। ल हजुरहरू पनि अब के गर्दै हुनुहुन्छ होला है, सबै व्यस्ततामा हुनुहुन्छ होला काममा। सबैको दिन शुभ रहोस् है त। बाई बाई साथीहरू, फेरि अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ। बाई।